तपाईहरु डेली सब्जी मात्रै खानुहुन्छ के हो मासु माछा खानु हुँदैन भनेर कमेन्ट आएको रहेछ। तपाईहरुलाई चाहिँ म यही भिडियोद्वारा म काम गर्दै गर्दै घरको काम गर्दै गर्दै सफाई गर्दै तपाईहरुलाई म यही भिडियोद्वारा चाहिँ एन्सर दिन गइरहेछु है। हेलो एभ्रीवन, इट्स मी प्रीति छेत्री है। वेलकम टु माई भिडियो। सबैजनालाई स्वागत छ मेरो भिडियोमा। होप सो तपाईहरु सबैजना राम्रो हुनुहुन्छ भनेर र हामी पनि राम्रै छु। अनि म चाहिँ किचनको काम गर्दै गर्दै तपाईहरुसँग अलिकति गफ गरौँ न भनेर चाहिँ मैले भिडियो बनाएको है। अन्त कमेन्ट चाहिँ के आएको थियो भन्दा चाहिँ तपाईहरु चाहिँ भेजिटेरियन हो के हो दिदी, खाली भेज खाना मात्रै खानुहुन्छ त भनेर कमेन्ट आएको थियो हैन। अन्त हामी चाहिँ भेज हैन, हामी चाहिँ म र नानी चाहिँ हामी चाहिँ नन भेज हो। किनभने अब हामी त नेपालीहरु त मासु माछा बेसी नै खान्छौँ है। हामी चाहिँ जन्मेर खाएर आएको हो, जन्मेदेखिको खाएको हो है। तर मेरो बुढा चाहिँ हरियाणाको हो भनेर तपाईलाई थाहा छ है। मेरो बुढा चाहिँ पुरा भेज हो है। अन्त मेरो बुढा चाहिँ भेज भएको कारणले गर्दाखेरि चाहिँ अन्त बेसी भाग चाहिँ म भेजै बनाउँछु है। अन्त अर्को कुरा चाहिँ के हो भन्दा चाहिँ अब नानीलाई स्कुलमा चिकनहरु पठाउनु भएन है। किनकि यतातिर स्कुलतिर चिकनहरु यस्तो खाने अलाउड पनि छैन है। भेजिटेरियन सब्जी नै पठाउनु पर्यो है। अन्त त्यही भएर चाहिँ म चाहिँ भेज सब्जी नै बनाउँछु। प्राय सटरडे सन्डे चाहिँ हामी नन भेज खान्छु। त्यो चाहिँ किनभने नि मेरो बुढाको पनि छुट्टी हुन्छ है। अन्त यतातिर चाहिँ फेरि अब नन भेज लिनु लागि चाहिँ अब दोकानमा जानु पनि शरम हुन्छ। किनभने यहाँको मान्छेलाई खाँदैन हो। यहाँ प्राय 90% चाहिँ भेजिटेरियनहरु नै छ है। हामी बाहिरकोहरु चाहिँ प्राय कम्ती छ नि त। त्यही भएर चाहिँ अन्त खाने मान्छेहरु पनि दोकानमा चाहिँ अब खाली केटाहरु मात्रै जान्छ के हो मासुको दोकानहरुमा मासु लिनु लागि है। अन्त आइमे मान्छेहरु चाहिँ जान्दैन। त्यही भएर चाहिँ म पनि शरमले जान्दिन है लिनु लागि। अन्त शनिबार र आइतबारको दिन मात्रै मेरो बुढाको छुट्टी हुन्छ। अन्त उले ल्याइदिन्छ। अन्त चाहिँ हामी पकाएर खान्छु है। मेरो बुढा चाहिँ पुरा भेज हो। फेरि मेरो बुढाको फ्यामिलीहरु पनि पुरा भेज हो है। त्यही भएर चाहिँ म मेरो भिडियोमा मासुहरु यस्तोहरु ज्यादा डिस्प्ले गर्दिन। किनभने उनीहरु घिनाउँछ है। उनीहरुलाई थाहा छ हामी खान्छु भनेर है। उनीहरुले त हामीलाई खाऊ भन्छ हैन। सन्जुले पनि खानु थालेको छ आजकल हो। मेरो बुढाले पनि खानु थालेको छ है। मेरो सासूहरुलाई खाऊ तिमीहरु भन्छ हैन। तर अब मैले पकाएर देखाउनु त भएन। किनभने मेरो भिडियो मेरो सासूले मेरो नन्दाहरुले आमाजुहरुले सबैले हेर्छ नि त, जेठानीहरुले हेर्छ। त्यही भएर उनीहरुले घिनाउँछ। त्यही भएर चाहिँ म प्राय शो गर्दिन। कोही कोही बेला त म गर्छु है। त अस्ति एक दुईवटा भिडियो मैले शेयर पनि गरेको थिएँ। चुलामा मासु पकाउँदैछ मेरो बुढाले भनेर है। मेरो बुढाले चाहिँ अलिक खानु थालेछ। किनभने उलाई डाक्टरले हेल्थको लागि चाहिँ खानु भनेको छ है, कमजोरी हुँदैन भनेर चाहिँ। त्यही भएर चाहिँ उले खानु थालेको छ है। अन्त यहाँ यसो गर्दा गर्दा मैले काम पनि सकिसके है। अन्त मेरो लन्च पनि बनेर तयार भइसकिसक्यो। तपाईहरुको मैले रिप्लाई पनि दिए साथीहरु है। अन्त त्यही हो कि हामी चाहिँ खान्छु है चिकनहरु। तर हामी चाहिँ बेसी चाहिँ भेज खान्छु है। भेजिटेबल्सहरु बेसी खान्छु है। थ्यांक यू फर वाचिङ। भिडियो कस्तो लाग्यो मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनुस् होला। बाइ।